ल गाइस स्वागत छ तपाईहरुलाई मेरो फेरि नयाँ भ्लगमा है त गाइस। अब धेरै पछि भ्लग बनाएको छु हैन गाइस। अब पहिलाको बनाएकोहरु त्यस्तै भइहाल्यो, अब त्यो छोड्दिउँ। अब आज चाहिँ फेरि अब नयाँ सुरुवात भनौँ न, नयाँ सुरुवात भएको छ हैन। अब त्यही भएर अब यहाँ चाहिँ मेरो केटाहरु सबै छ आज नयाँ सुरुवात भएर। अब आज चाहिँ हामी कहाँ जान लाग्यो? पहिलाको भ्लगमा पनि हामी नै थियौं, अहिलेको भ्लगमा पनि हामी नै छौं। तर यसले हाल्दैन हैन, यसले हाल्न ढिला गर्छ। ल त्यही हो गाइस। कहाँ जाँदै आज हामी? अहिले चाहिँ हामी भेडा फार्म जाँदै छौं। कहाँको? चितलाङको। हैन ठीक छ। ल अब त्यहाँ गएर एकदम अब भेडाहरुसँग के छ यसो हाइहेलो भेडा चाहिँ बाख्रा चाहिँ हुन्छ, बाख्रा चाहिँ हुन्छ। ल जे भए पनि हाइहेलो गरेर हाइहेलो गरेर के छ हालखबर भनेर सोधेर आउँछ। अनि यहाँ क्यामेराम्यानमा चाहिँ मेरो कबिर भाइ छ है त, देखान आफुलाई पनि सिन देखाइदिन्छु न। ल गाइस अब तलको चाहिँ मैले किन नदेखाएको भन्दा हैन गाइस, अब तलको त अस्ति सुक्ती खान आउँदा पनि देख्नु भइहाल्यो होला। अब यो सुक्ती चाहिँ खाएको अलि तल हो। अब यहाँ माथिबाट चाहिँ अफरोड सुरु हुन्छ। चितलाङ जानेहरू ल भन्दै छ। अब यही ग्याङहरूमा अब हामी पनि हुन्छौँ होइन, त्यही हो। अब यहाँ अघि पनि एक ग्रुप गइसक्यो, अब हाम्रो एक ग्रुप भइहाल्यो, भर्खर एक ग्रुप भइहाल्यो। जोस् यो बिराट टाइममा तिहार टाइममा भएर चाहिँ सबले रमाइलो गरिरहेको छ गाइस। अब त्यही भएर हामी पनि रमाइलोको लागि चाहिँ जाँदैछौँ गाइस। ल गाइस यस्तो भ्यू देख्ने ठाउँमा चाहिँ आयो होइन, अलिकति मात्रै देखिन्छ। यहाँ हिमाल चाहिँ बबाल देखिरहेको थियो अरू भन्दा पनि। मेरो यहाँ फोटो पनि सेसन भइरहेको छ है। र अफरोड चाहिँ कडा अफरोड है, कडै अफरोड, एकदम अफरोड छ गाइस। जोस् अब फर्स्ट टाइम जान लाग्छु चितलाङ होइन। अब हाम्रोबाट नजिक एरिया भयो भने बाटो यस्तै भए भएर चाहिँ सुनेर अझ होइन, पा भएर भन्दा पनि सुनेर मलाई आउनु मन नलागिरहेको ठाउँ थियो। अब जस्ट आज चाहिँ गइन्छ। ल गाइस बबाल अफरोड यात्रा गरेर चाहिँ यहाँ पुग्यो होइन। अब यहाँ चाहिँ यिनीहरू दुईजना मध्ये चाहिँ को चलाउने भनेर चाहिँ यहाँ हो। यसको चाहिँ चलाउँदा के भएर तेरो है हात कामे, हातै काम अरे। त्यही हो गाइस, चन्दागिरी हो त्यही भयो होइन। अब यो चाहिँ थाहा गाउँ नगरपालिका देउराली देखिनुहुन्छ तपाईँहरूले खैरीहरू पनि हाइकिङ गर्दै आइरहेको छ। अब चाहिँ अलिक यति मात्र अफरोड भयो भने आनन्दकै अफरोड हुन्थ्यो क्या। त्यो आटो तल त खत्तमै अफरोड क्या, खत्तमै। तर यो चाहिँ चितलाङ जानलाई चाहिँ एकदमै सर्टकट बाटो है गाइस यो फेरि होइन त। यहाँबाट चितलाङ जान चाहिँ पुगिहाल्यो। जब जम्मा 21-27 किलोमिटरबाट हामी अब हाम्रो डेस्टिनेसनमै पुग्छौँ क्या। अब हामी जान चाहिँ यहाँबाट जान्छौँ, फर्किँदाखेरि चाहिँ यो बाटो नआउनु पनि सक्छौँ, हामी उता पर्किङ भएर पनि जान सक्छौँ। किनकि अब हामीलाई त अब बाटो पनि थाहा पाउनु छ नि त। त्यही भएर यस्तो एक्सप्लोर गर्दै हिँड्छौँ हामी होइन त कबिर। यो पिच भयो भने त यो बाटो यस्तो सही हुन्छ फेरि होइन त। यहाँ त जहिले दिनदिनै आउन मन लाग्छ नि यो फेरि। म जहिले भने जस्तै हो क्या गाइस, मैले भन्छु नि टाढा दायाँ बायाँ जङ्गल बिचमा रोड भयो भने त्यो जस्तो रमाइलो रोड अरू कुनै हुँदैन भनेर। अब यो पिच भयो भने यो पनि त्यही हुनेवाला रोड हो क्या यो। तर पिच हुन्छ है कहिले तलसम्म त पुग्यो है। अब यो थाहा गाउँपालिका नगरपालिका नगरपालिकाले पनि यस्तो पहल गर्नु पऱ्यो क्या गाइस। र अब कोही सम्बन्धित निकायले हेरिरहनु भएको छ भने चाहिँ ल पिच गर्नु पऱ्यो गाइस यो। खुसी लाग्छ। ल गाइस अब चाहिँ हामी प्योर चितलाङै पुग्न लाग्यो है गाइस। अब ल यो कहाँसम्म हो, यही अलिकति मात्र होला क्या। पिज्जा हेरेर खुसी भएको अलिकति मात्रै है, त्यहाँ पनि अलिअलि छ जस्तो। यो घुम्तीमा मात्र बनाएको हो। चितलाङ आयो, चितलाङ ल पिच पनि आयो जस्तो छ है गाइस। अहिले चाहिँ अघि नै झुकाइरहेको थियो। ल पिचै आयो, ल पिचै आयो। ल गाइस पुग्यो चितलाङ पुग्यो। चितलाङको पाइप दिने घरहरू आइसक्यो है गाइस। यो हामीले नेटमा देख्ने घरहरू के यो अरूहरूले भिडियो हाल्दाखेरि देख्ने घर चाहिँ यही हो। अनि पिच चाहिँ यही होला गाइस, चितलाङ एरिया यही हो। काठमाडौँ नजिकको गाउँ होइन त। ल गाइस फाइनली चितलाङ पुग्यो होइन। अब त्यही भएर यहाँ कबिर भाइ चाहिँ यो लोकेसन हेर्दैछ होइन। अब हामी जानुपर्ने ठाउँ कहाँ भनेर हेर्दैछ। अब हामी पनि एकछिन आराम गर्दैछौँ। न्यानो घाम पनि लागिरहेछ होइन त भाइ। भ्यू चाहिँ बबाल गाइस। ल यहाँको एकजना फेरि बिहे गर्नु पऱ्यो क्या हो, प्रतिमाले मान्यो भने। तँ पनि बिहे गर्ने, भाउजूले मान्यो भने
गर्नु त गर्ने बेला बेलामा यिनीहरूलाई चाहिँ एक एकजना खोजिदिनु पर्यो जस्तो छ के छ विचार हो भाइ हुन्छ बिहे गर्ने हो यहाँको हुन्छ खोजिदिनु ल हुन्छ अरे ल कबिरले पनि बिहे गर्छ यहाँको गर्दैन अरे एउटा रमाइलो कुरा होइन ठिक छ होस् यहाँ चाहिँ फ्रेस हावा पाउँछ एकचोटि हेलमेटै पाल्नु मन लाग्यो उसलाई यहाँ के अरे लोकेसन थाहा छ अरे यो चाहिँ टुवा परेर बसिरहेछ अब हामी चाहिँ जान्छौँ गाइज ल होइन त कबिर आकाशले पनि आज साथ दिएछ क्या ल यस्तो सही भइरहेछ क्या आकाश ल जाडो महिना हो यो आकाश आफैमा एउटा आर्टिस्ट हो क्या अनि यो बादलहरू चाहिँ आर्ट हो क्या ल पवनदेव आर्ट हो कि पवनदेव आर्ट हो अरे के त्यतैबाट हो कि भडाखानबाटै जाने हो कि फर्पिङ त्यो यहाँको र त्यहाँको त्यो बाटो जोड्ने ठाउँ जस्तो होइन त्यो त्यहाँ है त्यसै ल ठिक छ ल चितलाङ आयो है चितलाङ ल चितलाङ ल जाने भयो ल जाउँ ल चितलाङ छिर्यौँ गाइस यो चैते जाने नभएर चितलाङ भयो खाँदै खाँदैन चैते जाने भन्दा भन्दै होइन चितलाङ भएको है खास यो नेवारीबाट चाहिँ यो चैते यहाँ एउटा चैते छ अरे होइन अब कहाँनिर छ त्यो त मलाई पनि थाहा छैन अनि त्यही चैते जाने अनि यो बाटोलाई चाहिँ नेवारी भाषामा ल भन्छ क्या अनि त्यही त्यो चैते जाने ललाई चैते जाने ल नेवारीबाट भन्दा चैते जाने ललाई चैते जाने ल गर्दै अनि चितलाङ भएको यो अब यहाँ त्यही भएर यहाँ नेवारी बस्ती पनि धेरै भयो क्या होइन नेवारी खाजा घर यहाँ होलसेलमा सामान पाउँछ फेरि अफरोडबाट आएको जस्तो छ है गाइस बाइकको खिचिरहेको अफरोडमा यो यस्तो ढुङ्गाहरू चाहिँ किन हाल्नु पर्ने मलाई त्यही अचम्म लाग्यो कि चितलाङ बासीहरू ढुङ्गाहरू हालेर झन् बाटो बिग्रिनु मात्रै हो यो एक त ठुलो नजाइ कम हुन्छ त्यो बेला हो फेरि है हिजोमा लड्छ नि त डाँडै छ कहाँबाट कहाँ पुगे पनि थाहा हुँदैन कि यहाँ त कहाँ हेऱ्यो त्यहीँ डाँडा छ वरिपरि ल गाइज चितलाङको भाइरल रुख है यहाँ बसेर अलि कति फोटो सेसन भयो हाम्रो होइन कबिर अलिअलि फोटो सेसन गऱ्यौँ यो चाहिँ यहाँको एउटा भाइरल रुखमा पर्छ चितलाङको यहाँभित्र जङ्गल अनि यहाँ चाहिँ घुम्न लायकको ठाउँहरू भनेर यहाँ बोर्डमा छ घुम्न लायकको ठाउँहरू भइहाल्यो गुड डिपार्टमेन्ट फार्म चितलाङ मकवानपुर है भेडा फार्म पुग्ने इच्छा अब करिब पुरा हुन लागिरहेको छ बाटो चाहिँ त्यस्तै हो गाइस बाटो चाहिँ एक नम्बरको सोलिड बाटो छ होइन त भाइ पुरा काठमाडौँको भन्दा राम्रो बाटो छ अलिकति एक्सपिरियन्स मान्छेहरूमा त आउनु भनेर हामी सजेस्ट गर्छौँ म जस्तो 4-5 ठाउँमा घुमिसकेपछि मात्रै आउनु होला तर अलिक गाह्रै छ बाटो होइन त ल आयो भेडा फार्म ल गाडी हेर्न सक्नुहुन्छ गाइस ल सोलिड छैन ठाउँ है यहीँबाट अब यो त अलिकति कास्टिङ मात्र हो गाइस अब फिल्म त अब त्यहाँ गएर देखाउँछौँ हामी तास खेलेर होइन त यहाँबाट चाहिँ बाइक लानु नमिल्ने होला उताबाट चाहिँ मिल्दैन त्यहाँ बाइक त छ जस्तो त्यहाँ ल गाइस हाम्रो ग्याङ आयो है हामी चाहिँ त्यो के भन्छ यो मकवानपुरे डनलाई खोजेर हिँडिरहेको अर्को हामी चाहिँ यो किसबिदे डनहरू है किसबिदे ल गाइस फाइनली भेडा फार्म पुग्यो कान्तारा भन्छ र फाइनली हामी यता भेडा फार्म आइपुग्यौँ अब त्यहाँ के कस्तो छ अझै हेर्न बाँकी नै छ तपाईँलाई देखाउन बाँकी नै छ
यो रिपोर्टिङ गरेर आएका हो रिपोर्टिङ गरेर आएका हो त दमाई बोल न बोल कहाँ पर रहा त बोल बोलिसकेको कति डाँडा जाने बाटो भनेर त्यत्रो लेखिरहेको पहिला यहीँबाट सिधै जानु मिल्थ्यो जस्तो लाग्थ्यो उहाँहरू चाहिँ अलिकति पछाडि हुनुहुन्छ है ल गाइस भेडा फार्म है यही होला ल यहाँ कसले चाहिँ भिडियो खिच्दैछ ए बबाल यहाँ हाम्रो भाइ यता छ म चाहिँ यता छु गाइस फाइनली भेडा फार्म पुग्यो आफ्नै नजिकको ठाउँ भयो भने धेरै पछि पुग्यो जान त उहिलेदेखि इच्छा लागिरहेको थियो ल अब यहाँ हेर्ने टेन्सन लिन्छ है गाइस म अनि उतै जाउँला विनोद चाहिँ तास लिन गएको छ यहाँ भेडा फार्ममा बसेर तास एकचोटि खेल्न मन लाग्यो क्या मलाई त्यही भएर त्यसलाई चाहिँ तास लिनु पठाएको छु गाइस त्यही हो यहाँ हाम्रो चन्दागिरी चाहिँ यहाँ छ है यो यहाँदेखि आएको ल हामी हो यही बाटो हुँदै हुँदै आएको ल यताबाट आएर ल यति टाढा आएको हामी ल गाइस यसले भन्नु होला भेडा फार्म चाहिँ भन्यो यसले यहाँ केही चराको केही छैन भनेर हो यतानिर चरिरहेको छ है यो भेडा पनि छ बाख्रा पनि छ यता हेर्नु है मजाले चलिरहेको छ ल तर यो धेरै टाढा हो है ल यता टाढादेखि खिचेको छु मैले जुमिङ चाहिँ ठिक छ क्या यसको त्यही हो जुमिङ पावर चाहिँ बबाल छ यो आइफोनको त्यही भएर आइफोनै किन्नु सबैले त्यो स्यामसङ किन्ने होइन अब म चाहिँ प्रमोट गरिदिन्छु ल आइफोनको आइफोन किन किन्ने भन्दाखेरि ब्याट्री कम चाहिन्छ भने फोटो राम्रो चाहिन्छ भने अनि धेरै के अब पैसा धेरै छ भने सो अफ गर्न मन छ भने अनि अलिअलि दिमाग छैन भने अब पैसा कहाँ फालो हुन्छ भने किन्ने हो आइफोन होइन त यहाँबाट त पुरा पहाडै चढे जस्तो फिल हुन्छ क्या ल ए यहाँ त ल यस्तो होचो फेरि कबिर कहाँ हराइसक्यो अब त्यो आधी घन्टा पछि आउँछ होला सिङ्गल ट्री कहाँ हो त यहाँ सिङ्गल ट्री यहीँ होइन क्या हो के काटिसकेको रहेछ ल रुख त काट्न नहुने हो गाइस अब बुढो भयो होला त्यही भएर काट्यो होला नि त होइन यहाँबाट त झन् सही देख्छ कि त्यहाँ च्यान हो क्या र पनि चरिरहेको छ है यो चरण क्षेत्र रहेछ खास होइन हाम्रो नेपालीमा चाहिँ चरण क्षेत्र भन्छ यो फार्मलाई जहाँ हेर पनि डाँडा काँडा मात्रै क्या घुम्न आउनेहरू पनि अलिअलि छ है अलिअलि छ यहाँ घुम्न आउने हामी मात्रै होइन वी आर नट अलोन ल गाइस फाइनली फोटो सेसन पनि भयो केटाहरू त्यहाँ अगाडि गएको गाई होइन अब हामी पनि फर्किँला है त ल जस भेडा फार्म रमाइलो भयो अब चाहिँ तास खेल्छौँ कस्तो कालो आएको यता देखायो भने रातो आउँछ के हो यो पसिनाले यस्तो भयो होला ठिक छ ल गाइस ल यहाँ अब हामी चारजनाको यहाँ खेल सुरु हुन लाग्छ है त्यही भएर यहाँ डन हाउ वाज योर फिलिङ्स त गरम भइरहेको है बल्ल शीतल हुँदै आयो तेरो लुगा पनि फुकाल्न र नफुकाल्न त तेरो सेक्सी बडी देखाइदियो नि त हाम्रो यहाँ भ्युअर्सहरूलाई तेरो इज्जत लुटेर के हुने हो र तेरो त इज्जत लुट्नेले पनि उल्टो पैसा माग्छ होला मैले तेरो इज्जत लुटिदिएकोमा मलाई पैसा दियो भनेर होइन त कस्तो फिल भइरहेछ भाइ भाइ कविरलाई यसलाई चाहिँ भोग्लाइसक्यो अब यहाँ खान्छौँ पनि हो तासै यहाँ हामीलाई ट्युबकले स्पोन्सर गरेको छ अब के भन्ने भने अब हामी बियर नखानेहरूलाई यहाँ ट्युबकले तास स्पोन्सर गरिदिएको छ के गर्नु गाइस यो स्पोन्सरहरू आउनु थालेर पनि गाह्रो छ हो कविर र मलाई ल ह्याप्पी न्यू इयर है गाइस आज चाहिँ नेवारी न्यू इयर नेपालसम्म 846 हो कि कति हो ल यो न्यू इयर चाहिँ हाम्रो मनाइयो है यस्तो तास खेलेर ल गाइस ल बाल न्यू इयर मनाउँदैछौँ हामी तास खेलेर त्यो पनि
पेडा फार्ममा ल गाइस फाइनली हाम्रो यहाँ अब घुमघाम सक्यो है ल यहाँ कबिर त झन् छिम्टो चाम्टो बोकेर गइसक्यो होइन गाइस अब चाहिँ जान्छु अब झनै झनै यहाँ अड्यारै भइसक्यो ल अब चाहिँ यो पेडा फार्मलाई बाई भन्छौँ अनि जान्छौँ गाइस पेडा फार्मलाई बाई होइन त ल अब हामी जान्छौँ बाटो यहाँ पनि यस्तै छ ल गाइस बाटो खत्तम है हामी भेडा फार्मबाट कुलेखानीतिर लाग्दैछौँ कुलेखानीबाट अनि फर्पिङ हुँदै घर जाने प्लान भएको छ हामी सबैको अब हेरौँ यहाँको बाटो कस्तो छ गाइस कुलेखानमा यही हो है अब हामी आज चाहिँ जाँदैनौँ अलिक खुलापछि हो त्यत्रो बाटो जानुपर्छ नि त कस्तो टर्निङ गरिदिरहेको अब यहीँ घुम्नको लागि भनेर चाहिँ फेरि एकचोटि आउँछौँ हामी त्यो बेला चाहिँ यो हेरौँला अहिलेलाई चाहिँ हामी गर्दैनौँ यस्तो यही बाटो मात्रै डक्छ नि जाने बाटोबाट अलिकति भिड देख्नु सक्नुहुन्छ यस्तो रहेको छ यहाँ त अलिकति पिच पनि छ अनि यस्तो अलिकति सेफ्टी पनि छ होइन के गरेर बाइकहरू चढ्दैन भनेर राम्रो गरेको छ यतातिर चाहिँ त्यतातिर अलिकति पुगेको छैन त्यहाँदेखि ठिकै छ इफ तपाईँहरू अलिकति राम्रो चलाउनुहुन्छ नातिकन अलि नर्मल स्पिडमै जानुहुन्छ भने त त्यस्तो केही डरलाग्दोहरू हुँदैन होइन तर पनि तर घुम्न पर्ने ठाउँ हो यो राम्रो छ है राम्रो छ ल गाइस ओकाली ओह्रालीको यात्रापछि चाहिँ फाइनली हामी यहाँ दक्षिण कालीबाट अलि यता टौडा पुग्यो होइन मेरो यहाँ पसार्ने छ टौडा अनि किन रोक्यो भनेदेखि यहाँ चाहिँ बबाल मोमो खाने ठाउँ छ क्या यहाँ अब यहाँ चाहिँ मोमो खान्छौँ पेट पूजा गर्छौँ भोक लागेको अवस्था त्यही भएर गाइस अब यहाँ बसेर चाहिँ हामी यसरी मोमो ढन्काउँछौँ हो है त गाइस ल गाइस ठाउँ चाहिँ बबाल छ है मोमो खाने ठाउँ यस्तै हो होइन बेस्ट चाहिँ बबाल छ यहाँ पोस्टर सस्टरहरू होइन पोस्टर होइन यो वाल आर्टै जस्तो छ पोस्टरै रहेछ पोस्टरै हो अनि यो रोड पारीको चाहिँ टौडा हो कबिर थाकेको अवस्था यिनीहरू दुईजना पनि थाकेको अवस्था मजा अझै एक्टिभ मजा अझै एक्टिभ छु है गाइस ल यहीँबाट ल भाउजूले हेरिरहनु भएको छ नि के भन्न चाहन्छस् ल भनेर के भन्ने मोमो खान लाग्यो आई लभ यु त भन्नुपर्छ होइन मोमो खान अरे ल भन्दा चाहिँ त्यही भन्न भन्न ल गाइस फाइनली मोमो आयो है ल ल फाइनली मोमो आयो हामी तिनजनालाई बफ कबिरलाई भेज ल भाइ खा गुवाममै खा छिटो खा एउटै गुवाम खानुपर्छ ल आधी आधी गरेर खाएर मोमो खान आउँदैन यसलाई ल ल भाइ खाऊ छिटो खाऊ ल कबिरले पनि टोक्न सकेन है आज ल भाइ छिटो ल एउटा गुवाममै खाइरह छिटो ल गाइस फाइनली मोमो पनि खान सक्यो होइन ल केटाहरू छ यहाँ छ ल गाइस अब भिडियो सायद यति नै हुन्छ होला तपाईँहरूलाई कस्तो लाग्यो भिडियो कृपया कमेन्ट गर्न नबिर्नुहोस् मन परेमा लाइक त ठोक्नु परिहाल्यो गाइस अनि त्यही हो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ के भनेर भाइ सब्सक्राइब गर्नु है नबिर्सिकन ल गाइस ल बाई भने बाई गर्दै केटा बाई ह्याप्पी दियार के अरे ह्याप्पी दियार